ठुलो श्री सुस्तानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिना चल्दछ। यो समयमा हिन्दू सनातनीले विश्वासका साथ पूजा व्रत गर्दछन्। यम ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुवन्ति दिव्यैस्तवैर्दै साङ्गपद क्रमोपनिषदैर्गायन्ति यम सामगा मन्त्र सुनिन्छ। श्री महादेव अर्थात् शिव पार्वतीको तपस्या प्रेम कथा वर्णन पाइन्छ। साथै श्री स्वस्थानीको व्रत पूजा गर्ने विधि वर्णन पाइन्छ। पार्वतीले शिव स्वामी पाउनको लागि भगवान श्रीहरि अथवा श्री माधव नारायणले गुरुको भूमिका निर्वाह गरी श्री स्वस्थानी परमेश्वरीको पूजा विधिको ज्ञान प्रदान गर्नुहुन्छ। साँखुमा श्री स्वस्थानी माताको मन्दिर साथै श्री माधव नारायणको मन्दिर र पवित्र शाली नदी छ। श्री स्वस्थानी सँगै शिवको पूजा गर्ने र श्री माधव नारायणको पनि पूजा गरिन्छ। पवित्र नदी शाली नदीमा स्नान गरिन्छ। महिला पुरुष सबैले यो पूजा गर्दछन् र सहभागिता जनाउँदछन्। पैदल यात्रामा व्रतालुहरूलाई भक्तजनले सहयोग गर्दै यो हाम्रो गौरव हो। पुर्खाले सुम्पिएको अमूल्य सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी नेपालीको कर्तव्य हो। कृपया च्यानल सब्स्क्राइब गर्नुहोला।